दर्शकबिन नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ नेपाली पत्रकार न्युज च्यानल। सुरुमा मुख्य समाचारका शीर्षकहरूबाट। प्रहरीको अपरेसन सेफ्टी काठमाडौँ, गुण्डागर्दीमा संलग्न 17 जना एकै रात पक्राउ। दीपक भट्टका व्यावसायिक साझेदारी शङ्कर अग्रवाल पनि पक्राउ। अब पुरा समाचार विस्तारमा। प्रहरीको अपरेसन सेफ्टी काठमाडौँ, गुण्डागर्दीमा संलग्न 17 जना एकै रात पक्राउ परेका छन्। काठमाडौँका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न 17 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टा-छुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरीले सञ्चालन गरेको अपरेसन सेफ्टी काठमाडौँ अन्तर्गत 5 जनालाई पक्राउ गरिएको छ, जसमा श्याम लामा समूहमा सक्रिय रही बौद्ध एरियामा गुण्डागर्दी गर्दै आइरहेको प्रवीण तामाङ, डिम्पल कलङ्की बाफल एरियामा गुण्डागर्दीमा संलग्न बिर्जु महर्जन कलङ्की बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दीमा संलग्न सुजन कार्की, सिउँचाटार एरियामा गुण्डागर्दीमा सक्रिय सुरु गुमागाई र बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दीमा संलग्न बिकी लामा रहेका छन्। त्यस्तै काठमाडौँ अपराध अनुसन्धान कार्यालयले पनि 12 जनालाई पक्राउ गरेको छ। प्रहरीले पछिल्लो समय बिचौलियाहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अब सुनौँ अर्को समाचार। दीपक भट्टका व्यवसायिक साझेदार शङ्कर अग्रवाललाई पनि पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले व्यवसायिक शङ्कर अग्रवाललाई पक्राउ गरेको छ। गृहमन्त्री सुदन गुरुङको सचिवालय व्यवसायिक अग्रवाली पक्राउ परेको पुष्टि गरिएको हो। बिहिबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्युरोले पक्राउ गरिएको थियो। अग्रवाल र भट्ट व्यावसायिक साझेदार भएको बताइएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परे लगतै शङ्कर समूहका प्रमुख रहेका अग्रवाललाई नियन्त्रणमा लिएको गृहमन्त्री गुरुङको सचिवालयले उल्लेख गरिएको हो। हवस् त, आजको जानकारी यति नै। हजुरलाई यस्तै सूचनाहरू हेर्न र सुन्न चाहनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नुहोला र आफ्नो राय पनि लेखेर जानुहोला। हवस् त, बाई बाई, जय नेपाल।